सो हाम्रो कोकोनट ओइल चाहिँ काठमाडौँमै बन्छ साँखुमा। यो चाहिँ इन्डियाबाट नरिवल आउँछ, इन्डिया एन्ड श्रीलङ्का, अनि यहीँ काठमाडौँमा प्रोसेस भएर चाहिँ हामीले फ्रेस दिइरहेको छौँ। सो अहिले मार्केटमा हेर्दाखेरि चाहिँ कस्टमरहरूले चाहिँ जस्तै यो मेबी स्किन सेन्सिटिभ भएको बेबीहरूलाई युज गर्दाखेरि चाहिँ केमिकल हालेको, अथवा कतिले त कोकोनटको फ्रेग्रेन्स आउने गरी पाम ओइल युज गरेर अथवा अरू ओइलहरू युज गरेर चाहिँ बेचिरहने कम्पिटिटरहरूकोमा देखिरहेको छ कि जुन सस्तो पनि पाइन्छ। एक्चुअलमा नरिवल आफैमा महँगो छ, अनि नरिवलको तेल निकाल्दा त अफकोर्स महँगो कस्ट नै आउने भयो नि त। त्यसलाई कभर गर्नको लागि चाहिँ बजारमा मिलावट भएको आइरहेको, कस्टमरले युज गर्दाखेरि बेनिफिट नपाइरहेको, जुन हाम्रो आयुर्वेदिकमा लेखेकोदेखि लिएर जुन कोकोनटलाई त एज के भन्छ सुपर फुड नै युज गर्छ कि जहाँ पनि युज गर्नुहुन्छ, जसको पनि बेस जसरी, तर युज गर्दाखेरि चाहिँ बेनिफिट नै नआउने त्यस्तो कति कस्टमरहरूको कम्प्लेनहरू पनि छ। त्यही भएर चाहिँ हामीले एकदम प्योर, केही मिसावट नभएको, केमिकल फ्री, इभन प्रिजर्भेटिभ छैन। सो एक्चुअल नेचुरल फर्ममा जस्तो कोकोनट ओइल हुन्छ त्यही नै फ्रेसली कसरी प्रोभाइड गर्ने भनेर चाहिँ हाम्रो फोकस रहेको छ, र त्यही अनुसार हामीले प्रोसेसिङ अनि मटेरियल सेलेक्सनहरू सबै त्यही गरेको छ। सो एकदमै हाई क्वालिटी नेपालमा फाइनेस्ट उत्पादन चाहिँ हामीले दिने प्रयास गरिरहेको छ कस्टमरलाई।